नेपालमा सार्वजनिक यातायात असहज बन्दै गर्दा धेरैको लागि विकल्प बनेको छ राइड शेयरिङ सेवा। तर गण्डकी प्रदेशमा लागू भएको नियमावली विवादको घेरामा परेको छ। राइड शेयरिङले यात्रु र चालकलाई जोड्ने डिजिटल माध्यम हो, जहाँ खाली गाडी प्रयोगमा आउँछ, खर्च घट्छ, समय बचत हुन्छ। 2082 जेठ 1 गते गण्डकी प्रदेश सरकारले राइड शेयरिङ नियमन तथा व्यवस्थापन नियमावली ल्यायो। उद्देश्य थियो अनियमितता हटाउनु र सुरक्षा सुनिश्चित गर्नु। तर रातो नम्बर प्लेटको सवारीलाई राइड शेयरिङ अनुमति दिँदा लगानी र बजारमाथि अन्याय भयो भन्दै व्यवसायीले चक्काजाम गरे। संघीय सरकारको पत्रपछि गण्डकी प्रदेशले नियमावली 1 महिनाको लागि स्थगन गर्यो। मन्त्रालय र व्यवसाय बीच 6 बुँदे सहमति भयो। यो सहमतिलाई कतिपयले सिन्डिकेटको पुनरागमन भन्दै आलोचना गरेका छन्। अदालतले यसअघि नै सिन्डिकेट अन्त्यको आदेश दिएको थियो। राइड शेयरिङ रोक्नु समस्याको समाधान होइन, नीति स्पष्ट पार्नु हो। अब सँगै कानुन कस्तो आउँछ त्यो हेर्न बाँकी छ। तपाईको विचारमा निजी गाडीले सेवा दिनु उपयुक्त हो त? कृपया कमेन्ट गर्नुहोस्।